नेपाली फोनका साथमा रियल टाइम हाजिरी, रियल टाइम अटेन्डेन्स सिस्टम तथा क्लाउड बेस्ड सफ्टवेयर, फेस मेसिन, long range face machine, fingerprint machine with auto push and battery backup. Scientech Nepal Private Limited 014112277 9851043988. जिन्दगी हाम्रो दर्शन, मानव हाम्रो जाति, पृथ्वी हाम्रो घर। कार्यक्रम नेपालीपन। आदरणीय दर्शकहरू नमस्कार। कार्यक्रम नेपालीपनमा हार्दिक स्वागत छ। म सगोत्री आचार्य। दर्शकहरू, नेपालीपनको आजको विशेष श्रृङ्खलामा हामी शिक्षामा नेपालीपनको खोजी गर्दैछौँ। नेपालको शिक्षा पद्धतिभित्र सकारात्मक पहलुहरू के छन् अथवा समृद्धिको आधार शिक्षा कसरी बन्न सक्छ, यो विषयमा आज हामी विमर्श गर्न खोजिरहेका छौँ। हामीसँग नेपालीपनको विमर्शका लागि यति बेला अतिथिमा हुनुहुन्छ आदर्श माध्यमिक विद्यालय भक्तपुरका प्रधान अध्यापक बुद्धि कुमार घो। आजको नेपालीपन संवादभित्र मूलतः शिक्षा क्षेत्र विमर्शको केन्द्रमा रहनेछ। बुद्धि सर, यहाँलाई नेपालीपन कार्यक्रम हार्दिक स्वागत छ। धन्यवाद। नमस्कार सबैलाई। हाम्रो आजको छलफल आदर्श माविबाटै सुरु गरौँ। हजुर, जुन विद्यालयको तपाईँ प्रधान अध्यापक हुनुहुन्छ, विद्यालय खास गरी कोरोना भाइरसको यो स्वास्थ्यको सङ्कट आइसकेपछि शिक्षा क्षेत्रमा निकै ठुलो प्रभाव परेको छ नकारात्मक हिसाबले। अहिले अनलाइन कक्षाहरू चलिरहेका छन्, एउटा खालको बाध्यात्मक स्थिति जस्तो पनि बनेको छ। यो सङ्कटको बिचमा विद्यालयको गतिविधि कसरी अगाडि बढ्दैछ, यसले गरेका यति बेलाका प्रयासहरू छोटोमा हाम्रा दर्शकलाई बाँडौँ। धन्यवाद। तपाईँले राम्रो कुराबाट सुरुवात गर्नुभएको छ। प्रश्नलाई धन्यवाद। यो हामी अहिले कोभिड-19 महामारीको जुन चपेटामा छौँ, यो विश्वभरि फैलिएको यो चपेटा अहिले दिनगन्ती गर्दा गर्दै 9 महिनाको हाराहारीमा पुगिसकेका छौँ। सुरुका दिनदेखि हामी चिन्तित थियौँ यो समस्याले गर्दाखेरि, र हाम्रा विद्यार्थीहरू अन्योलमा थिए, के गर्ने कसो गर्ने भने। यो अन्योल अहिलेसम्म हटिएको अवस्था छैन। यद्यपि हामीले शिक्षामा केही गर्नुपर्छ, हाम्रा विद्यार्थीहरूलाई केही गर्नुपर्छ भनेर हामीले सुरुका दिनदेखि नै केही पहलहरू, केही प्रयत्नहरू, केही प्रयासहरू जारी राख्दै आएका छौँ। यो हाम्रो स्कुलले पनि गर्दै आएको छ। लकडाउन भइसकेपछि चैतमा त हामीलाई समस्या भएन। हामीले पूर्णतः तयारी गरिसकेको एसी परीक्षा 5 गते स्थगित भयो, 6 गतेको लागि तय भएको। चैतमा सबै वार्षिक परीक्षाहरू हाम्रो सम्पन्न भइसकेको छ। अरू क्लासहरू थिएन। यो चैत महिनाभरि त होला नि, वैशाखमा त खुल्ला नि, सेसन लन्च होला नि भन्ने हामी एउटा तयारीमा थियौँ, मनस्थितिमा थियौँ। वास्तवमा त्यो स्थिति रहेन, हामीले देख्यौँ। र हामीले वैशाखमा एउटा चाहिँ वार्षिक परीक्षाको नतिजा प्रकाशन गऱ्यौँ। हामी अभिभावकहरूलाई फोन सम्पर्क, सबै क्लासका अभिभावकहरूलाई हामीले सम्पर्क गर्ने प्रयास गऱ्यौँ। वैशाख महिनामा अन्त्यतिर आएर हाम्रा क्लास टिचर मार्फत सबै कक्षाका विद्यार्थीहरूलाई हामी फोन सम्पर्क गर्ने प्रयास गऱ्यौँ। जेठ महिनामा हामीले एउटा मध्यपुर थिमी नगरपालिकासँग सहकार्य गरेर मध्यपुर थिमी नगरपालिकाको योजना अन्तर्गत नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठ हाम्रो जो हुनुहुन्छ, उहाँसँगको सरसल्लाहमा हामीले एउटा कक्षा 10मा नयाँ भर्ना भएका विद्यार्थीहरू, नयाँ कक्षा 10मा पुगेका विद्यार्थीहरूको लागि लक्षित गरेर एउटा चाहिँ भर्चुअल क्लासहरू हामीले चलाउनुपर्छ भनेर युट्युब च्यानलमा अपलोड गर्ने भन्ने चाहिँ एउटा योजना हामी तय भइसकेपछि त्यो कार्यक्रम हामीले विद्यालयमै, हाम्रै विद्यालयमा त्यो कार्यक्रमको रेकर्डिङ काम 25वटा एपिसोड जेठ महिनाभरि हामीले गऱ्यौँ। त्यो हाम्रो मेयर साहबसँगको चाहिँ सहकार्यमा अर्थात् छलफल मुताबिक हामी त्यो कार्य गऱ्यौँ। सुरुवातमा चाहिँ युट्युबबाट हामीले चाहिँ मध्यपुर एजुकेसनल च्यानल भनेर चाहिँ मध्यपुर म्युनिसिपालिटी एजुकेसन च्यानल भनेर चाहिँ मध्यपुर थिमी नगरपालिकाद्वारा एउटा जुन युट्युब च्यानल बनायो, नगरपालिका र विद्यालयको सहकार्यमा, अनि विद्यालयमा पनि त्यसको संयोजनकारी भूमिका निर्वाह गर्ने खास गरी सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्यो क्लासमा पढाउन दिने भन्ने खालको योजना हामी छलफल भयो, तय भइसकेपछि त्यसको संयोजनकारी भूमिका मैले निर्वाह गरेँ। विभिन्न त्यहाँ मणिपुर थिमी नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरू, अरू विद्यालयहरूका टिचरहरू, हाम्रै विद्यालयका 5-6 जना टिचरहरू लगायत मिलाएर हामी चाहिँ
त्यो सबैलाई हामीले नै मेरै स्कुलमा विद्यालयमा पहिलो भेला हामीले चाहिँ 9 गते गऱ्यौँ, जेठ 9 गते गऱ्यौँ अनि जेठ 12 गते अझ बृहत भेला गऱ्यौँ र त्यही दिन हामीले एउटा एपिसोड रेकर्ड पनि गऱ्यौँ र त्यसलाई चाहिँ क्रमिक रूपमा रेकर्ड गर्दै गर्दै मुख्य विषयका 25वटा एपिसोडहरू हामीले कक्षा 10 को जेठ महिनाभरिमा सकायौँ र त्यसलाई युट्युब च्यानलमा प्रसारित गर्ने काम गरियो। पछि त्यसलाई अरू विभिन्न टेलिभिजनबाट पनि प्रसारण भएको हामीले मणिपुर नगरपालिकासँग एउटा चाहिँ सम्झौता गरेर प्रसारण भएको पनि हामीले देख्यौँ। यो एउटा चाहिँ चरण त्यसरी पार भयो। त्यसपछि नेपाल सरकारले जेठ 18 गते एउटा चाहिँ निर्देशिका जारी गर्यो, सिकाइ सहजीकरण निर्देशिका। यो लकडाउनको अवधि बढ्दै गइसकेपछि हामीले देख्यौँ अब त्यो असार 1 गतेदेखि विद्यार्थीलाई टिचरहरू आफ्नो आफ्नो स्कुलमा जानु, पाठ्यपुस्तक वितरण गर्नु भन्ने निर्देशन प्राप्त भइसकेपछि हामीले पनि असार 1 गतेदेखि पाठ्यपुस्तक वितरण गऱ्यौँ। यो असार महिनाभरि चल्यो। हामीले रुटिन वाइज डिस्टेन्स त्यो बेलाको भौतिक दूरी कायम गरेर 1 हप्ताको रुटिन विभिन्न क्लासको त्यो गऱ्यौँ। गरिसकेपछि त्यसबाट पनि सबै विद्यार्थीहरूको पहुँचमा किताब लिने पहुँचमा नपुगेपछि हामी असार महिनाभर नै त्यो कार्यलाई जारी गऱ्यौँ। यो पाठ्यपुस्तक वितरणको अभियान असार महिनाभरि चल्यो। त्यसपछि पाठ्यपुस्तक हातमा परिसकेपछि नेपाल सरकारले टेलिभिजन मार्फत, रेडियो मार्फत पढाउने क्रम पनि सुरु भयो। त्यो क्रममै हामीले पनि के गर्यौँ भने एउटा विद्यार्थीहरूलाई, अभिभावकहरूलाई एउटा बिटुलो नहोस्, उनीहरूको चाहिँ केही न केही सिक्ने कुराबाट, सिकाइबाट वञ्चित हुन नपरोस् भन्ने आधारमा हामीले घरमै किताब पाइसकेपछि अथवा रेडियो टिभीबाट पनि टेलिभिजनबाट पनि पढ्ने अवसर पाइसकेपछि केही न केही त सिकेको हुन्छ। बालबालिकाहरू स्वाभाविक रूपमा सिक्ने उमेरका हुन्छन्, उनी सिक्न चाहन्छन् भने हामीले केही न केही उनीहरूलाई काम दिनुपर्छ भनेर होम एसाइनमेन्टको हामी प्रक्रिया चलायौँ। हामीले श्रावण महिनाभर त्यो काम गऱ्यौँ। श्रावण महिनामा अभिभावक भेला गरेर पहिलो चरणमा हामी प्रत्येक कक्षामा 10 कक्षा 9 कक्षा गर्दै गर्दै अभिभावकहरूलाई भेला बोलाउँदै अभिभावकहरू मार्फत भौतिक दूरी कायम गर्दै अभिभावकको भेला गराउँदै सम्झाउँदै यस तरिकाले हामी जाँदैछौँ है। बालबालिकाहरूलाई तपाईँको स्थिति के छ भन्ने बुझ्दै अनि त्यो भेला गर्दाखेरि हामीले होम एसाइनमेन्ट दिने चरण दोस्रो चरणसम्म आउँदाखेरि हाम्रो चाहिँ 70% विद्यार्थीहरूलाई सबै क्लासमा गएर त्यो खालको एकदमै एउटा स्पिड लिइसकेको अवस्था थियो। त्यो श्रावण महिनाभर त्यो हामीले चलाउँदाखेरि दोस्रो चरण हाम्रो सकिसकेको थियो। त्यसो गर्दाखेरि श्रावणको अन्तिम आउँदाखेरि फेरि अर्को चाहिँ समस्या के आयो भने हाम्रो एरिया भक्तपुर जिल्ला अझ मणिपुर थिमी नगरपालिकाभरि नै एउटा सिलबन्डीको स्थिति आयो। कोभिडको महामारीको चपेटा हामी नै थियौँ। विद्यालय परिवारमा पनि त्यो केही पछिल्लो चरणमा त्यो पनि भयो। यो भाद्रको आश्विनतिर आएर त्यो समस्या पर्यो। वरिपरि नै विद्यालयमा त्यस्तो कसैको डेथ भएको त्यस्तो छैन। हामी चाहिँ केही सङ्क्रमित भएको निको भएको अवस्था छैन। त्यो त्यसमा आउँदैछ। यो पछिल्लो चरणमा भएको हामीले चाहिँ सञ्चालन गरेको क्लास चाहिँ जस्तो यसरी श्रावणमा भरि चाहिँ मणिपुर नगरपालिकाले पनि के घोषणा गर्यो, सिलबन्डी मणिपुर नगरपालिका भरि सिलबन्डी। जिल्ला प्रशासन कार्यालय त्यसको लगत्तै चाहिँ अब कर्फ्यू आदेश निषेधाज्ञा जारी गर्यो। अब त्यसपछि हामी त त्यो होम एसाइनमेन्ट दिने अवस्था पनि रहेन। विद्यालयमा बोलाएर अभिभावक बोलाउने सम्पर्क गर्ने गाह्रो, डर भयो, सबैमा त्रास भयो, फैलियो। त्यो कर्फ्यू नै भइसकेपछि घरबाट निस्किने अवस्था भएन। त्यो स्थिति भइसकेपछि हामीले के गर्यौँ, अनलाइन पठन पाठनको क्लास अनि हामीले सुरु गऱ्यौँ। त्यो श्रावण 30 गतेदेखि सुरु भयो। त्यहाँदेखि हामीले चाहिँ 6 देखि 10 कक्षामा सुरु गऱ्यौँ र त्यसमा चाहिँ अब समस्या कहाँनिर रहेको भन्दाखेरि हाम्रा सबै विद्यार्थीहरू होम एसाइनमेन्ट लिँदाखेरि 70% चाहिँ हाम्रो एप्रोचमा आइसकेका विद्यार्थीहरू अझै पनि कतिपय गाउँमा छन्, सबैको अनलाइनमा पहुँचमा पुग्न सकेन। हामीले चाहिँ चाहना गर्दाखेरि पनि, हामीले प्रयास गर्दाखेरि पनि सबै अभिभावकहरू त्यसमा जोडिन सक्ने अवस्था अहिले पनि बनिसकेको स्थिति छैन। उपत्यकामा बस्नेहरूलाई त केही सजिलो पनि होला, सजिलो भए, तर उपत्यकाभन्दा बाहिरको विद्यार्थीहरू कति प्रतिशत छन्? यसमा चाहिँ अब उपत्यकाभन्दा बाहिर बस्ने विद्यार्थीहरू बढी मारमा पाए। कतिपय ठाउँमा हाम्रो त्यो डाटा पनि चल्दैन। अब यस्तो छ, हामी कहाँ चाहिँ के छ भने बढी जस्तो विद्यार्थीहरू अहिलेको यथार्थ चाहिँ स्थिति चाहिँ के हो त भन्दाखेरि उपत्यका बाहिरको विद्यार्थीहरू बढी छन्। अधिकांश बाहिरको विद्यार्थी भनेपछि त यो अनलाइन कक्षामा त प्रत्यक्ष प्रभाव पर्यो। प्रत्यक्ष प्रभाव परेको छ। हामी त्यही त महसुस गरिरहेका छौँ। त्यही त हाम्रो चाहिँ पीडाको कुरा हो। अझै पनि अब यो खुकुलो भएपछि अलिकति गाडी चल्न थाल्यो, अलिअलि जोड्न थाल्यो। यति लामो समय त्यो विद्यार्थीले त पठन पाठनको कुनै गुन्जायस नै भएन होइन, उनीहरूलाई क्षमतै भएन, त्यो पहुँच नै पुगेन। अब यो अवस्थामा त उनीहरूको यो वर्ष त खेर जाने भयो।
विद्यार्थीको लागि चाहिँ अब के गर्न सकिन्छ त? त्यही नै कुरा चाहिँ हामी अब छलफल चाहिँ अझै छलफलको बहसको चर्चाको विषय नै भइराखेकै छ। त्यस्ता विद्यार्थीलाई हामी कसरी पहुँचमा ल्याउने? अहिले हामीले अस्ति एउटा जाँच पनि चलायौँ आश्विनमा। त्यो जाँचमा पनि हाम्रो कस्तो देखियो, 10 कक्षाको मैले कुरा गर्छु, हाम्रो 100 जना विद्यार्थीमा अब चाहिँ 76 जनाले कापी मेसेन्जरमा अनलाइन जाँच चलाएको, मेसेन्जरमा कापी होमवर्क एउटा आफूले चाहिँ एक्जाम सिट पठाएको देखियो। तर त्यो हामी त्यसलाई चाहिँ हार्ड कपी पनि हामी कलेक्सन गऱ्यौँ। त्यो जाँच सकिएपछि हार्ड कपी कलेक्सन गरेर म्याक्सिमम 56 जनाको मात्र हामीले कलेक्सन गर्न पायौँ। त्यो भनेको बाहिरबाट पनि पठाएका रहेछन्, बाहिर पनि जाँच दिएका रहेछन्, तर उनीहरूको अझै कलेक्सन हुन सकेको छैन भने चाहिँ त्यो जाँचमा सहभागी हुने पर्सेन्टेजै कम छ। अझ त्यसमा पनि प्रत्यक्ष रूपमा सहभागिता त्यसै पनि कम भयो। यो हिसाबले एउटा हामी चिन्ताको विषय यो देशैभरि हामी जस्तो चाहिँ काठमाडौँ उपत्यकामा रहेको एउटा विद्यालयले भोगिरहेको यो स्थिति यथार्थ चित्रण एउटा पीडादायी छ। तर यस्तो प्रकारको सङ्कटबाट हामी गुज्रिरहँदाखेरि शिक्षा मार्फत राष्ट्रको समृद्धि हासिल गर्ने यात्रा त धेरै नै प्रभावित भयो। यसको त धेरै नै नकारात्मक प्रभाव भयो। अब विद्यार्थीको सिकाइ 1 वर्ष प्रभावित हुँदै गर्दाखेरि यसले त अरू केही वर्षलाई त्यसले नकारात्मक प्रभाव त यसै पनि पार्ने भयो। यो स्वाभाविक हो। एक त सिकाइ प्रक्रियाबाटै कतिपय पलायन हुने अवस्था पनि रह्यो होला, स्वाभाविक हो, यो हुन सक्छ। तर यसमा अब जस्तो काठमाडौँमा खास गरी राजधानीको भक्तपुर जिल्ला भनेको त एउटा सुगम ठाउँ, सुविधा सम्पन्न ठाउँ भनौँ न, यस्तो ठाउँमा पढ्ने विद्यार्थीका लागि त त्यो खालको चुनौती छ भने दूर दराजमा त झन् ठुलो समस्या होला। धेरै समस्या होला। यद्यपि पहाडी भूगोलमा चाहिँ सहरी क्षेत्रको घना बस्ती भन्दा केही सहज ढङ्गले विद्यालय चलेको पनि जानकारी प्राप्त भइरहेको छ। अलि बाक्लो बस्ती भएको ठाउँमा त सकस नै होला, तर पातलो बस्ती भएको ठाउँमा चाहिँ त्यति धेरै त्रासको अवस्था छैन पहाडी क्षेत्रमा। हामीले पनि बुझ्ने गरेका छौँ। यो कतिपय पहाडी जिल्लामा, कतिपय चाहिँ बाहिर जिल्लाहरूमा चाहिँ स्कुल चल्यो भन्ने कुरा पनि हामीले सुनेका छौँ। तराईमै पनि कति विद्यालयहरू चल्यो भन्ने कुरा सुनेका छौँ। वीरगन्जमै पनि चल्यो भन्ने कुरा हामी सुन्ने गरेका छौँ, न्युजहरू आइराखेको छ। र खास गरी उपत्यकामा पनि अब चलाउनु पर्छ। खास गरी नेपाल सरकारले पालिकाहरूलाई नै जिम्मा दिएको अवस्था पनि हामीले बुझिरहेका छौँ। यो पछिल्लो समयमा पालिकाको आफ्नो अवस्थाअनुसार आफूले निर्णय गर्न अगाडि बढ्ने भन्ने खालको निर्देशन प्राप्त भएको भन्ने कुरा पनि हामीले समाचार मार्फत सुनिरहेका छौँ। र यसमा अब यो मणिपुर थिमी आफै पनि अब हटस्पट भएको, भक्तपुर जिल्ला पनि त्यो खालको आक्रान्त भएको अवस्था, काठमाडौँ भ्याली अहिले चाहिँ आक्रान्त भएको अवस्थाले गर्दाखेरि वरिपरिका नगरपालिकाले पनि त्यस खालको भौतिक रूपमा बोलाएर परीक्षा सञ्चालन गर्ने खालको निर्णय हामीले गरेको त सुनेको छैन। यद्यपि कुनै स्कुलहरूले होम अहिले पनि चाहिँ विद्यार्थीहरूलाई केही बोलाएर चाहिँ होम असाइनमेन्ट दिने खालका कुराहरू गतिविधि गर्न थालेको छ। र हाम्रो हकमा चाहिँ अब यो चाहिँ राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा 12 को जुन जारी परीक्षा छ त्यसमा भौतिक रूपमा गरिरहेको छ। हामी अलिकति अब मानसिक रूपमा त्यो त्रासबाट अगाडि बढ्ने, अब भोलिका दिनमा हामी जाँच पनि भौतिक रूपमा चलाउनु पर्ने हो कि स्कुलकै जाँच पनि अब मङ्सिरमा एउटा जाँच चलाउनु पर्ने नेपाल सरकारकै यो पछिल्लो भाद्र 19 को एउटा चाहिँ निर्देशिकाले भनेको छ। अर्को सिकाइ सहजीकरण निर्देशिका आएको छ, त्यसले अर्को एउटा बोलेको छ, एउटा मङ्सिरमा एउटा मुख्य जाँच र एउटा चैतमा एउटा मुख्य जाँच चलाउने भन्ने सन्दर्भ छ। त्यो हामी चाहिँ भौतिक रूपमा चलाउनु पर्छ कि भन्ने विचार विमर्शका कुराहरू हाम्रो रहेको छ। यो कक्षा 12 को जाँचको चाहिँ परिणतिलाई पनि हेरेर विश्लेषण गरेर हामी चलाइराखेका छौँ। भनेको सम्भावनाको खोजी हामी गरिरहेका छौँ। यो चाहिँ विद्यालयको अहिलेसम्मको कोरोना भाइरसका कारणले उत्पन्न भएको सङ्कटको विषय भयो। योभन्दा पछाडि अब विद्यालयमा हामीले पठन पाठन गर्ने गरेको जे पाठ्यक्रम छ, जे पाठ्यपुस्तक छ, हामीले जे बालबालिकालाई सिकाइरहेका छौँ, यो कुरा चाहिँ कतिको व्यावहारिक छ भन्ने लाग्छ तपाईँलाई? अब यो त पाठ्यक्रम आफैमा चाहिँ एउटा समयअनुसार परिवर्तनशील हुँदै जाने, यो नेपाल सरकारले पाठ्यक्रमलाई परिवर्तनशील बनाउने भन्ने चाहिँ अहिले यसपालि कक्षा 1 को समग्र रूपमा कक्षा 11 को चलाउने भन्ने चाहिँ यो तयार गरेकै छ। विभिन्न क्लासहरूको पाठ्यक्रम समय सापेक्ष ढङ्गले परिवर्तन गर्दै जाने। अब सम्भवतः हामीले चाहिँ सबै कुरा यो कोरोनालाई दोष दिँदै हामी ल खत्तम बर्बाद भयो भन्ने अवस्था पनि होइन। हाम्रा बालबच्चाले केही कुरा पनि सिकिरहेका छन्। हामीले नै कतिपय कुरा चाहिँ प्रविधिका ज्ञानहरू हामीले प्राप्त गरिरहेका छौँ। जुम मार्फत क्लास चलाउने कुरा हामीले सिकिरहेका छौँ। विभिन्न गुगल फर्म मार्फत चाहिँ क्लास लिने, जाँच लिने कुरा सिकिरहेका छौँ। यो प्रविधिमा केही हामी केही अब्बलता हासिल पनि गरिरहेका छौँ। हिसाबले भए पनि केही सिकिरहेका छौँ, केही प्राप्त गरिरहेका छौँ। सबै गुम्यो, सबै खत्तम भयो भन्ने कुरा पनि होइन, त्यो स्थिति पनि होइन। त्यसैले अहिले सिकेका प्राविधिक ज्ञानलाई, अहिले प्राप्त गरेका हामीले प्रविधितर्फ हामीले चाहिँ प्राप्त गरेका ज्ञानलाई भोलिका दिनमा क्लासरुम सिस्टममा हामीले चाहिँ रिफ्लेक्स गर्न पायौँ भने
अहिले तयार भएका स्लाइडहरू जुन चाहिँ अनलाइन क्लास पढाउनलाई स्लाइडहरू हामी निर्माण गरिरहेका छौँ, हाम्रा टिचरले बनाइराख्नु भएको छ, त्यो भोलिका लागि सुरक्षित गर्न सक्यौँ भने त्यो तरिकाले एउटा डिजिटली क्लास चलाउनलाई हामीलाई चाहिँ धेरै एउटा सुगम स्थिति आउने स्थिति, शैक्षिक सफलता थपिन सक्ने सम्भावना पनि छ। हामी चाहिँ सबै कुरा सकियो भन्ने होइन, अझ यो चुनौतीले अवसरको खोजी गर्छ, अवसरको प्राण गर्छ भन्ने कुरा त्यतातर्फ पनि हामी नयाँ मान्छे बनाउनलाई प्रेरित गर्छ। एकदम हामी चाहिँ त्यो खालको स्थिति पनि हामीले आकलन गरिरहेका छौँ यतातर्फ पनि, किनभने हरेक चुनौतीले अवसर जन्माउँछ, हरेक नयाँ समयले नयाँ परिस्थिति जन्माउँछ, नयाँ विचार जन्माउँछ, नयाँ सोच जन्माउँछ भने जस्तै एउटा नयाँ ज्ञान हामीलाई दिइराखेको छ। त्यो ज्ञानलाई संयोजित गर्दै समायोजित गर्दै त्यसलाई अझ हामी चाहिँ भोलिको एउटा सिकाइको अब्बल अवस्थामा पुग्नको लागि त्यसले हामीलाई साथ दिनेछ, त्यसरी पनि हामीले सोच्न सकिन्छ। हामीले जस्तो सङ्कटको बिचमा पनि केही न केही सकारात्मक कदमहरू त चालेकै छौँ। हरेक विद्यालयले आफ्नो आफ्नो ठाउँबाट जे सम्भव हुन्छ प्रयास गरेकै छन्। कोही पनि चुप लागेर बसेको छैन, मान्छे लड्दैन मात्रै उठ्छ पनि, उठाइन्छ पनि होइन। मान्छे स्वयं चाहिँ जाग्ने त्यस्तो खालको सामर्थ्य भएको भएर नै सर्वश्रेष्ठ प्राणी भनिएको होला। यद्यपि यो शिक्षा क्षेत्रमा धेरै नकारात्मक कुराहरू पनि सँगै छन्, जस्तो कि शिक्षा र शिक्षा बीचको फरक भनौँ न, खास गरी सरकारी विद्यालय र निजी विद्यालय बीचको फरक, राज्यको पोलिसीमै कति कुरा फरक देखिन्छ। र बालबालिका जस्तो नागरिकका छोराछोरी त सबै समान हुनुपर्ने हो, तर सरकारी विद्यालयमा पढ्दा माध्यमिक शिक्षासम्म उसले निःशुल्क पढ्न पाउँछ। त्यही विद्यार्थी अर्को निजी बोर्डिङमा गयो भने उसले 10,000 खर्च गर्नुपर्ने हुन्छ, लाखौँ खर्च गर्नुपर्ने हुन्छ वार्षिक। अब यो अवस्थामा विद्यार्थी र विद्यार्थी बीचको जो फरक छ, यसलाई एक बनाउनका लागि चाहिँ राज्यले कस्तो प्रकारको कदम चाल्नु आवश्यक छ भन्ने ठान्नुहुन्छ तपाईँहरू? अब यसमा चाहिँ हामीले कसरी विचार गर्नुपर्छ भने यो आखिरमा मान्छे हामी खुलापनमा छौँ, हामी खुला शिक्षामा छौँ, एउटा प्रजातान्त्रिकरण र उदारीकरणको अवस्थामा छौँ। एउटा चाहिँ राज्यले शिक्षा नीतिलाई कसरी लाने सोच बनाएको छ भन्ने कुरासँग सम्बन्धित छ जस्तो लाग्छ। त्यसैले राज्यले एउटा चाहिँ एउटा सामुदायिक शिक्षा र चाहिँ संस्थागत शिक्षा र निजी विद्यालय भनेर चाहिँ जुन प्रावधान अहिले होइन विगतदेखि नै रहँदै आयो, यो कुरालाई चाहिँ अब एकैचोटि यो निश्चित गर्न सकिने अवस्था पनि छैन। आवश्यकता भन्दा पनि बाध्यताको कुरा पनि छ। अब आम नागरिकले चाहेको त निःशुल्क शिक्षा नै हो नि, राज्यले परिकल्पना गरेको पनि त्यही हो, शिक्षा नीतिले पनि त्यसलाई परिकल्पना नगरेको भन्ने त होइन, तर बाध्यताका रूपमा भए पनि निजी शिक्षा चाहिँ चलिराखेकै छ। अहिले तत्कालै निजी विद्यालय बन्द गर्ने अवस्था छँदै छैन, किनकि राज्यको त्यो सामर्थ्य नै छैन, तर बिस्तारै त्यो दिशामा त जाला। तर त्यो जानुभन्दा अगाडि हामी निजी शिक्षा र सरकारी शिक्षाको बिचको फरक हेऱ्यौँ भने अहिले थुप्रै सरकारी विद्यालयहरू निल भएका पनि छन्, परिणाममा रिजल्ट निकाल्दाखेरि चाहिँ धेरै ठाउँमा निल भएका पनि छन्। भनेको शिक्षामा गरिएको लगानी खेर गयो भनेर आलोचना पनि भइरहेको छ। यद्यपि सरकारी विद्यालयमा कतिपय नमुना बनेका विद्यालय पनि छन्, प्राइभेटभन्दा राम्रो गरेकाहरू पनि छन्। यहाँबाट माथि गएकाहरू, पास भएर उत्तीर्ण भएर गएकाहरूले सरकारी क्षेत्रमा चाहिँ नेतृत्व गरेका थुप्रै दृष्टान्तहरू पनि छन्। र खास गरी निजी शिक्षा चाहिँ बाहिर जानका लागि मात्रै उपयोगी भयो भनेर आलोचना पनि भइरहेको छ। यो शिक्षाका सबै समस्यालाई एकै ठाउँमा राखेर हामीले शिक्षाबाट समृद्धि हासिल गर्नका लागि चाहिँ अबको पुस्तामा, हाम्रो पुस्तामा भनौँ न, आजको पुस्तामा के कुराको तयारी गर्न आवश्यक देख्नुहुन्छ यहाँले? अब यसलाई चाहिँ यसरी विश्लेषण गर्दा हुन्छ, हामी सरकारी विद्यालयलाई नेपाल सरकारले त्यसलाई चाहिँ जुन खालको अहिले जुन रूपमा गर्ने गरिएको छ, तपाईँले भने जस्तै सरकारी शिक्षामा, सामुदायिक शिक्षामा अलिकति निल भएका पनि छन् भन्ने कुरा गर्नु, कति स्तरीय रूपमा अगाडि बढिरहेका छौँ। हामी जस्तो एउटा अझै अब्बल ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने चाहिँ सोचका साथ अगाडि बढिरहेका छौँ। सबै सरकारी शिक्षा त्यो बेकामी होइन, एकदमै सरकारी शिक्षाबाटै हामीले अलिकति तथ्याङ्कलाई अध्ययन गर्ने हो भने नेपाल सरकारका धेरै वडामा पुगेका व्यक्तित्वहरू गण्यमान्य व्यक्तित्वहरू चाहिँ हामी सरकारी शिक्षाबाट गएका प्राप्त गरिरहेका छौँ। हामी त्यो खालको स्थिति पनि हामीले देखिरहेका छौँ, त्यसलाई पनि आकलन गर्नुपर्छ। र हाम्रै विद्यालयकै उदाहरण लिउने भने 21 सालदेखि स्थापना भएर 21 सालमै एसएलसी दिएको हाम्रो विद्यालय, 23 सालमै एसएलसी दिएको विद्यालय र हाम्रो विद्यालयबाट प्रडक्ट भएका हजारौँको सङ्ख्याका विद्यार्थीहरू अहिले ठुला वडामा प्रशासक बनेका छन्। यो हजारौँको सङ्ख्यामा डक्टर, इन्जिनियर बनेर अनि हजारौँको सङ्ख्यामा चाहिँ विभिन्न खालको चाहिँ ठाउँमा एकदमै मुख्य वडामा हुनुहुन्छ। र अझ चाहिँ तपाईँलाई अझ एउटा महत्त्वपूर्ण कुरा बताउँ, हाम्रो शिक्षा, हाम्रो चाहिँ विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरू मध्यपुर थिमी क्षेत्रको समाजको नेतृत्व गरिरहेको अवस्था छ हर क्षेत्रमा।
एउटा चाहिँ एउटा दुईवटा उदाहरण म तपाईँलाई प्रस्तुत गर्दैछु। म एउटा जुन विद्यालयबाट म प्रस्तुत गर्ने यहाँ चाहिँ तपाईँको सामु आइराखेको छु, मैले थोरै कुरा अलि बताउनुपर्छ। मणिपुर थिमीका प्रमुख राजनीतिक दलका सबै प्रमुख व्यक्तित्वहरू हाम्रो विद्यालयका एउटा प्रडक्ट हुनुहुन्छ। अहिलेको हामी सिनेरियो हेऱ्यौँ भने त्यहाँ स्थापित सञ्चालित भएका कयौँ चाहिँ स्थापित नाम चलेका एउटा सामुदायिक विद्यालय होस् अथवा चाहिँ संस्थाकृत विद्यालय भनेर कहलिएका चाहिँ विद्यालयका प्रमुख संस्थापकहरू अथवा चाहिँ प्रमुख प्रिन्सिपलहरू हाम्रो विद्यालयको प्रमुख प्रडक्ट हुनुहुन्छ, पूर्व विद्यार्थी हुनुहुन्छ। त्यहाँ स्थापित भएका नाम चलेका वित्तीय संस्थाहरू सहकारीहरूका प्रमुखहरू चाहिँ संस्थापकहरू अध्यक्षहरू बनेकाहरू हाम्रो विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ। त्यहाँ हाम्रो विद्यालयबाट उत्पादित भएका समाजसेवीहरू नेतृत्व गरेर समाजको लिडर भएर अगाडि बढेर आइराखेको समाजसेवीहरू गण्यमान्य स्थापित सामाजिक अभिनेताहरूको रूपमा आइराखेको छ। हाम्रै नगरपालिकाको वर्तमान प्रमुख हाम्रै विद्यालयको पूर्व विद्यार्थी हुनुहुन्छ। सभासद राजमान श्रेष्ठ हाम्रै विद्यालयको चाहिँ पूर्व विद्यार्थी हुनुहुन्छ। त्यो यो समाजलाई नेतृत्व गरिराखेको छ हाम्रो विद्यालयले। यो चाहिँ सरकारी विद्यालयमा पढ्दैमा यसरी चाहिँ सबै खतम हुन्छ, सबै चाहिँ विसङ्गति हुन्छ, त्यो होइन। अब यो राज्यको जहाँसम्म तपाईँले छोड्दै भन्नुभएको यो निजी क्षेत्रको पनि योगदान छ राज्यलाई बढाउनको लागि। निजी क्षेत्रले पनि स्थापित गरेको छ। त्यसैले यो सक्नेले पैसा तिरेर पढौँ, त्यो खालको स्तर प्राप्त गरौँ, नसक्नेले अर्थात् त्यो खालको राज्यले। अनि अर्कोतर्फ राज्यले पछिल्लो चरणमा चाहिँ यो विभिन्न खालको चाहिँ सुविधाका लागि विभिन्न खालको सहुलियतहरू प्राप्त गर्नको लागि सरकारी सामुदायिक विद्यालयबाट प्राप्त अध्ययन गरेका विद्यार्थीहरूले त्यो सहुलियत माथिल्लो कक्षामा जानको लागि उच्च तहमा छात्रवृत्ति प्राप्त गर्नको लागि सामुदायिक विद्यालयबाट आउनुपर्छ भन्ने खालको जुन पछिल्लो नीति ल्याएको छ, ती कुराहरूले चाहिँ सामुदायिक विद्यालयतर्फ आकर्षण पनि बढ्दो छ। मूलत मात्र के हो त भन्दाखेरि सामुदायिक विद्यालयभित्र काम गर्ने नेतृत्व, त्यहाँभित्र काम गर्ने शिक्षक, त्यहाँभित्र काम गर्ने सम्पूर्ण चाहिँ पक्षहरूको एउटा डेडिकेसन, समर्पण भाव त्यो आवश्यकता छ शिक्षकहरूमा। मैले त्यो चाहिँ कतिपय विद्यालय अघि तपाईँले भन्नुभयो उदाहरणको रूपमा भन्नुभयो, त्यस्ता विद्यालयमा हार्दिकतापूर्वक म आग्रह गर्न चाहन्छु समर्पणको भाव हामी सबैले राखौँ। जो चाहिँ निमुखा जो विपन्न वर्गबाट आउँछन् हाम्रा विद्यालय सामुदायिक विद्यालय रोजेर आउँछन्, त्यहाँ आउने विद्यार्थीहरू पनि त्यतिकै अधिकार छ स्तरीय शिक्षा प्राप्त गर्ने, क्वालिटी एजुकेसन प्राप्त गर्ने, गुणात्मक शिक्षा प्राप्त गर्ने। उनीलाई त्यो गुणात्मक शिक्षा दिनेमा डेलिभरी दिनेमा हामी पछाडि नपरौँ। त्यो गर्न सक्यौँ भने हामी चाहिँ शिक्षालाई उत्थान गर्न सकिन्छ, समृद्धिको यात्रामा हामीले चाहिँ योगदान गर्न सकिन्छ। विद्यालयको नेतृत्वमा चाहिँ भर पर्ने भयो धेरै कुरा त्यस्तो देखिएको छ। जस्तो कतिपय विद्यालयहरू चाहिँ एकदमै अब्बल बन्ने, यही सरकारी विद्यालय फेरि कतिपय ठाउँमा चाहिँ कमजोर बन्ने। त्यो भनेको त नेतृत्वको कुरा, खास गरी जो जस्तो प्रकारको शिक्षकहरूले नेतृत्व गर्नुभएको छ त्यसकै आधारमा परिणाम निस्किने देखियो, त्यो देखिएको छ। यो तर यसरी जाँदाखेरि जस्तो सरकारी विद्यालयको एउटा पाटो चाहिँ खास गरी राष्ट्र सञ्चालन गर्ने नेतृत्वमा बसेका जो मान्छेहरू हुनुहुन्छ, मन्त्रीका छोराछोरी, सांसदका छोराछोरी, समाजका विभिन्न सङ्घ संस्थाको नेतृत्व गरेका नेतृत्व तहका छोराछोरीहरू चाहिँ सरकारी विद्यालयमा पढाउन कम रुचाउँछन्। उनीहरू निजी विद्यालयमा गएर भनसुन गरेर 50% छुट गरिदिनु पर्यो या चाहिँ निःशुल्क गरिदिनु पर्यो भनेर आफै भन्न लाज भयो भने मान्छे लगाएर यसरी चाहिँ पढाइराखेका हुन्छन्। र सरकारी विद्यालयमा आकर्षण चाहिँ किन छैन उनीहरूको? यसको कारण चाहिँ के देख्नु? यो यथार्थ हो। हामीले चाहिँ माग गर्दै आएकै कुरा हो। यो हो हामी सरकारी सामुदायिक शिक्षालाई राम्रो एउटा आकर्षण गन्तव्य योग्य बनाउने हो भने र पहिलो प्राथमिक रूपमा योग्य बनाउने हो भने, रोजीको विषय बनाउने हो भने एउटा नीति निर्माताको सन्तान त्यो क्षेत्रमा आउनु पर्यो, जरुर आउनु पर्यो। हामी आह्वान गर्न चाहन्छौँ। यो बरु त्यसलाई के सुधार गर्नुपर्छ, हामी त्योभित्र हामी सङ्घर्ष गरिरहेका छौँ, त्यो वर्ष मेहनत गरिरहेका छौँ, हामी मेहनत गर्न तयार छौँ। तपाईँहरूको स्थानीयताको अवस्था के छ? जनप्रतिनिधिले कतिको पढाउनु भएको छ? त्यो चाहिँ कतिपय अवस्थामा छन्, तर यो वास्तवमा तपाईँले भने जस्तै स्थिति समस्या छ। त्यो यथार्थ जनप्रतिनिधिहरूले निजी स्कुलमै पढाउन चाहन्छ, त्यस्तो पनि छ। कतिपय जनप्रतिनिधि आफ्नै स्कुल पनि छन्। यो पनि पैसा हुनेले प्राइभेटमा पढाउने, पद हुनेले प्राइभेटमा पढाउने, त्यो स्थिति यस्तो खालको मानसिकता छ। यो खालको मानसिकता हाम्रो चाहिँ माथिदेखि तलसम्मको स्थिति, यो चाहिँ रहँदै आएको स्थिति, हिजोदेखिको रहँदै आएको। अब यसलाई बदल्नु पर्छ। यो चाहिँ बदलिएन किन बदलिएन यो कुरा? त्यसै नीति निर्माणकै तहमा त्यो एउटा नीति के खालको ल्याउनु पर्यो, त्यो ल्याउनु पर्यो। हामी त्यही भन्दैछौँ। अब नीतिगत हिसाबले सुधार गर्नुपर्छ भनेर पनि नेतृत्वमा बसेका मान्छेहरू तयारै हुनुहुन्छ, तर पढाउने बेलामा फेरि निजीमै पुर्याउनुहुन्छ।
यस्तो छ, नीतिगत हिसाबमा जस्तो चाहिँ पछिल्लो समयमा यो चाहिँ नेपाल सरकारले के गरेर भन्दाखेरि अलिकति हामी नीतिगत हिसाबमा चाहिँ तपाईँको कुरा ल्याउनु भयो, हामी नीतिगत रूपमा अलिकति चुकिरहेका छौँ। यो त म विषयवस्तु उठान गर्न चाहन्छु। कहाँनिर चुकिरहेका छौँ भने हामी एउटा चेपुवामा कहाँनिर छौँ त भन्दाखेरि हामी यत्रो सङ्घीय गणतन्त्र लोकतान्त्रिक गणतन्त्रको स्थितिमा पुगिरहेका छौँ। हामी सबै शिक्षकहरूको विद्यार्थीहरूको योगदानबाट यो चाहिँ व्यवस्था आएको छ, नयाँ खालको हामी गर्वका साथ भन्ने गरेका छौँ। तर कहाँनिर चाहिँ हामी पनि फेरि अझै पनि एउटा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग बन्यो नेपालको शिक्षा सुधारको लागि। अब 21औं शताब्दी सुहाउँदो अथवा चाहिँ अहिलेको वर्तमान संविधान सुहाउँदो, अहिलेको राज्य व्यवस्था सुहाउँदो शिक्षा नीति तय गर्नको लागि भनेर त्यो बन्यो। त्यो पनि त्यसले सुझाव दियो, सुझाव दिनु चाहिँ नीति आयो, नीति पारित गरेर मन्त्री परिषदले नीति आयो, नीति जारी गर्यो। अहिले प्रदेश सरकारले बागमती प्रदेशले पनि बागमती प्रदेश स्तरीय नीति बनाउँदैछ, हामीले ड्राफ्ट हामीले हेरेका छौँ। तर कहाँनिर चुकिरहेछ भने राज्यले हामी कहाँनिर हिँडिरहेका छौँ, शिक्षालाई जुन गाइड गर्ने ऐन छ, विधि विधान हो, संविधानले भनेको छ सङ्घीय कानुन सङ्घीय ऐन बनाउने भनेको त्यो अहिलेसम्म बन्न सकेन, सङ्घीय ऐन बन्न सकेको छैन। हुनुपर्ने के हो, शिक्षाको अब 355 कतिवटा ऐन बनेको छ अहिलेको सरकारले, वर्तमान सरकारले आइसकेपछि सङ्घीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनहरू बनाएर सङ्घीयता कार्यान्वयनमा गएको छ। तर शिक्षा क्षेत्रमा अझै त्यहाँ पुग्न सकिरहेको यसमा चाहिँ नीतिलाई लागू गर्ने केले त होला कि ऐनले हो नि, कानुनले हो नि, नीतिलाई इम्प्लिमेन्ट गर्ने यो पाटो चाहिँ यो पाटो छुटिराखेको छ। हामी आफै क्वेसन गरिरहेका यो त राज्यको तर्फबाट जोड दिनुपर्ने ठाउँ हो। एकदम यो त जरुर बनाइहाल्नुपर्ने कुरा हो। किनभने अहिले हामी शिक्षा ऐन छ 2059 को, 28 सालको शिक्षा ऐन 59 मा 60औं संशोधन भएर त्यसलाई केही नियमावलीमा संशोधन भएर पछि चाहिँ 71 मा अलिकति थोरै नियमावलीमा संशोधन भयो। त्यो शिक्षा ऐनमा छौँ हामी। संविधानले परिकल्पना गरेको नयाँ व्यवस्था अनुसारको हामीसँग ऐन नै छैन, शिक्षा ऐन छैन, पुरानो ऐन छ। यो काम नयाँ कसरी हुन्छ? कसरी हुन्छ? त्यो जुन नीति बन्यो, नीति पारित मैले अघि भने नि, त्यो नीतिलाई लागू गर्ने व्यवहारमा तहमा लाने त ऐनले हो नि। यो नेतृत्वको समस्या के हो? यस्तो प्रकारको सोच चाहिँ किन बनिरहेको छ? यो किन बनिरहेको छ हामी पनि अब तपाईहरु त नजिकबाट संगत गर्नु भएको छ, अब तपाईहरुको च्यानल पनि त्यही हो। जस्तो चाहिँ हुनुपर्ने के हो त भन्दाखेरि संविधानले परिकल्पना गरेको अनुसार सङ्घीय शिक्षा ऐन बन्ने, त्यो सङ्घीय शिक्षा अनुसार ऐन अनुसार प्रदेश ऐन बन्ने, प्रदेश शिक्षा ऐन बन्ने, प्रदेश शिक्षा ऐन अनुसार स्थानीय पालिकाहरूले आफ्नो आफ्नो नियम बनाउने, माथिल्लोसँग नबाजिने गरी आफ्नो आफ्नो कक्षा 12 सम्म त स्थानीय निकायले जिम्मेवारी दिएको छ, संविधानले त दिएको छ। अनि त्यो नियम बनाउने, ऐन बनाउने भन्ने कुरा दिएको छ। अब कतिपय पालिकाहरूले के गरेको हामीले देखेका छौँ भने आफै नीति बनाएको छ, आफै ऐन बनाएको छ, शिक्षा स्थानीय शिक्षा ऐन बनाएको छ, तर सङ्घीय शिक्षा ऐन छैन। त्यो स्थिति उल्टो स्थिति हामी कहाँ प्र्याक्टिस छ। त्यसले गर्दा कतिपय अवस्थामा स्थानीय तहले गरेका निर्णयहरू बर्डर भएको हामी विभिन्न ठाउँको उदाहरणहरू देशैभरिका हामी यताबाट सुन्ने गरेका छौँ। यो उल्टो स्थिति भयो। हामी हार्दिकतापूर्वक आग्रह गरिरहेका छौँ। अहिलेको संसद अब सम्भवतः हिन्दूहरू बस्ने केही दिनमा सञ्चालन होला। हामी हार्दिकतापूर्वक हामी शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूले हामी आग्रह गरिरहेको कुरा के हो, छिटोभन्दा छिटो हामीलाई सङ्घीय शिक्षा ऐन प्राप्त होस्। अनि तय गरिएका जुन चाहिँ शिक्षा नीति अत्यन्त सान्दर्भिक छन्, शानदार सुन्दर नीतिहरू छन्। शिक्षा नीति तय गरिएका जुन हामीले पढेका छौँ अत्यन्त सुन्दर, अहिले 21औं शताब्दीको शिक्षालाई सम्बोधन गर्ने त्यसमा नीतिहरू तय भएका छन्। त्यो नीतिलाई इम्प्लिमेन्टको तहमा लाने भनेको ऐनले हो। त्यो ऐन छिटो जारी होस्। यो नयाँ नीतिमा चाहिँ नयाँ कुराहरू के आएको छ? नयाँ कुरा भनेको अब यो त्यसमा स्वाभाविक रूपमा अहिलेको प्राविधिक शिक्षालाई जोड दिएको छ, जीवनोपयोगी शिक्षालाई लागू गर्ने भन्ने कुरा आएको छ। यो चाहिँ लाइफ स्किल अब डे टु डे कुराहरू मान्छेहरूमा चाहिँ हिजोदेखि एउटा चाहिँ डिग्री प्राप्त गर्यो, अब मास्टर एमए बिए पास गरेर कुनै पनि काममा ऊ चाहिँ फिट हुन सकेन भन्ने खालको जुन खालको पुरातन शिक्षा छ, आफै चाहिँ केही गरेर उसले आफैले आफ्नो लागि आफैले सिप आर्जन गर्ने, त्यो खालको सिपलाई प्रायोरिटी दिने भन्ने खालको जुन चाहिँ शिक्षा नीतिले बोलेको छ अत्यन्त सान्दर्भिक कुराहरू छन्। शिक्षकको शिक्षामा रहेका विद्यमान समस्या, शिक्षकहरूका समस्या, स्कुलभित्रका समस्या, यस्ता खालका सबै धेरै कुरालाई सम्बोधन गर्ने, विद्यालयका आफ्ना आफ्ना समस्याहरू सम्बोधन गर्नको लागि जुन चाहिँ विद्यालयमा कर्मचारीको अभाव छ, विद्यालय तहको कर्मचारी नदिएको, अहिलेसम्म चाहिँ दरबन्दी सिर्जना नगरिएको समस्याहरू छन्, राट शिक्षकका समस्याहरू छन्, उच्च मावि तहमा नियुक्ति गरेका शिक्षकका समस्याहरू छन्। यहाँबाट समस्याहरू समाधानका नीतिमा छन्, तर समाधान गर्ने केले बाटो त शिक्षा ऐनले हो नि, सङ्घीय शिक्षा अनुसार हो नि, त्यसले हो नि। सङ्घीय शिक्षा ऐनलाई जस्तो तपाईँले नेतृत्व गरेको आदर्श माविसँग जोड्ने हो भने त्यो ऐनका कारणले चाहिँ के कुरामा अवरोध भइरहेको छ? स्वाभाविक रूपमा त्यसले चाहिँ हामीलाई ऐनका कारणले चाहिँ भनेको जस्तो हामीले माग गरेको त्यसमा सङ्घीय शिक्षाले के भनेको छ भने
विद्यालय तहमा एउटा विद्यालय कर्मचारीको दरबन्दी सृजना हुने छ भन्ने भनेको छ, नीतिले बोलेको छ। त्यो ऐन आयो भने त्यो चाहिँ हामीले दरबन्दी प्राप्त गर्छौँ। जस्तो चाहिँ त्यहाँ एकाउन्टेन्टको दरबन्दी छैन, विद्यालय कर्मचारी सहयोगी कार्यकर्ताको दरबन्दी छैन, क्रिएट गरेका छैन, त्यो हामीले प्राप्त गर्छौँ नि। अहिले विद्यालयमा तपाईँहरूको 1100 सङ्ख्या छ विद्यार्थीहरू, यहाँ कर्मचारी स्टाफहरूको चाहिँ अभाव छ कि? अभाव कस्तो अवस्था छ? जरुर रूपमा अभाव। भनेको त्यो नयाँ ऐन आउँदै गर्दा कर्मचारी दरबन्दी थपिन सक्छ, दरबन्दी थपिन सक्छ। स्वाभाविक विद्यालय सहज हुन्छ, विद्यालयको सञ्चालनलाई सहज हुन्छ। हामीले चाहिँ निजी स्रोतबाट तलब खुवाएर कतिपय कर्मचारी थपिराखेका छौँ। दुःखजिलो गरेर हामीले चाहिँ पैसा उठाउनु पाइँदैन भनेको छ, एउटा चाहिँ निःशुल्क शिक्षा भनेको छ, थोरै हामी चाहिँ वार्षिक शुल्क लिने गर्छौँ। त्यसले सबै यावत कुराहरू त्यहाँको समस्याहरू हामी टार्नुपर्छ। अनि सरकारी विद्यालय माध्यमिक शिक्षा सम्बन्धी शुल्क भनेर जब संविधानले ग्यारेन्टी गर्यो नि, कानुनले ग्यारेन्टी गर्यो, त्यही कुरा फेरि विद्यालयमा तपाईँहरू पैसा उठाउनु बाध्य हुनुहुन्छ। हामी नगर सरकारले दिन सक्दैन, प्रदेश सरकारले दिन सक्दैन, चाहियो, खानेपानी चाहियो, बिजुली चाहियो, अनि यो सरकारी शिक्षा कसरी भयो त? त्यही त हामी चाहिँ यो भयो कसरी? शुल्क भनेको चाहिँ महिना फी हामी लिँदैनौँ, मासिक शुल्क हामी उठाउँदैनौँ, एकदम नोमिनल फीको रूपमा वार्षिक शुल्क उठाउँछ। होइन, त्यो उठाउनु त तपाईँको बाध्यता भयो, त्यो त बाध्यता भयो। होइन, तपाईँहरूले कुनै रहरले उठाएको कुरा त होइन। यदि सरकारले मसलन्द खर्चका रूपमा दिने हो भने त त्यो उठाउनु दिने हो भने हामी, तर राज्यले व्यवस्था त गर्न सकेन नि त। हाम्रो शिक्षाको जो संरचना छ नि, यसले त्यो धान्न त सकेन नि। तपाईँहरूको वार्षिक त्यहाँ उठाएको फी त धेरै लाख त हुँदैन, कहाँ हुन्छ र? कतिपय विद्यालयमा हजारमै हुन्छ, हजारमै हुन्छ होइन? तर त्यति पनि राज्यले व्यवस्था गर्न सकेका छैन। त्यो भनेपछि स्थानीय सरकार भनेर हामीले 3 तहको सरकार परिकल्पना गरेर जसरी व्यवहारमा अभ्यास गरिँदैछ नि, त्यसको पनि त तात्विक फरक त भएन नि त सरकारी शिक्षामा। हो, के फरक भयो त? हिजो पनि तपाईँले टेलिफोन किन्नलाई पैसा उठाउनु पर्यो, बाध्यतै थियो, आज पनि बाध्यता छ। यो के फरक भयो त हामीसँग? अब यही हो, अलिकति चाहिँ अब प्राइभेटमा जाँदाखेरि चाहिँ अब अघि भने निजीमा जाँदाखेरि अलिकति लागत धेरै लाग्ने, महिना मासिक रूपमा यस्तो ठुलो रकमको मोटो रकमको बिल आउने, त्यो पनि तिर्न हामी कहाँ त 100-200 उठाउनलाई पनि मुस्किल हुन्छ। महिनाको एउटा 100 रुपियाँ केही कुरा फङ्सनलाई उठाउनु पऱ्यो भने छैन, पैसा छैन, समस्या। सरकारी विद्यालय भन्छन् उल्टो चाहिँ त्यहाँ प्याकलाइट हुन्छ, उल्टो त्यो छ। हामी चाहिँ भर्ना अब जस्तो अघि भने नोमिनल वार्षिक फी उठाउनेमा पनि एउटा चाहिँ छात्रवृत्ति त्यसमा हामी दिन्छौँ, एउटा चाहिँ दलित आउला कि विभिन्न खालको चाहिँ आर्थिक विपन्नताका कुराहरू, यसलाई पनि हामी विचार गर्नुपर्ने हुन्छ। यो पनि पक्ष छ। तपाईँहरू मेरिट लिस्टमा लिनुहुन्छ कि सबैलाई भर्ना लिनुहुन्छ? हामी चाहिँ यस्तो मेरिट हामी चाहिँ एउटा इन्ट्रान्स लिन्छौँ, इन्ट्रान्स लिएरै सिस्टमबाट, भनेको कोटा सिस्टममै आउनु पर्यो। कोटा सिस्टममै आउँछन् हामी। सरकारी विद्यालयमा पढ्न चाहने विद्यार्थीले स्वत पाउने अवस्था बनाउन सकिँदैन? यस्तो अवस्था छ, हामी चाहिँ भौतिक संरचनाको कमी हो कि? कमी पनि छ यथार्थ, र हामी कहाँ चाहिँ अब अहिले त्यस्तो खालको स्थिति हामी आइरहेका विद्यार्थीहरूलाई लिइरहेका छौँ, फर्काएको अवस्था छैन। हामी इन्ट्रान्स लियो, उसको स्तर हेरेर, उसको उमेर, उसको रुचि क्षमता र साथसाथै उसको चाहिँ शैक्षिक क्षमतालाई पनि हेरेर माथिल्लो क्लासमा चाहनेलाई अब उसको हामीले इन्ट्रान्स लिइसकेपछि नसक्ने अवस्थामा तल्लो क्लासमा राखेर भए पनि गार्जेन र विद्यार्थीलाई कन्भिन्स गरेर त्यसरी पनि हामी भर्ना लिइरहेछौँ। फर्काएको अवस्था चाहिँ हामीले छैन, हामी कहाँ आइरहेछन्, लिइरहेको अवस्था हो। तपाईँहरूको विद्यालयमा आदर्श माविमा चाहिँ त्यस्तो अवस्था छैन? कतिपय विद्यालयमा त्यो समस्या पनि छ, जस्तो स्टाफहरूको समस्या होला, भौतिक संरचनाको समस्या होला, त्यो बाध्यता पनि हुन्छ। हामीमा पनि त्यो समस्या छन्, नभएको होइन, हाम्रो आफ्नै पीडाहरू छन् त्यसमा पनि। हामी चाहिँ भवनको समस्या, हामी एउटा कन्जेस्टेड ठाउँमा छौँ, जुन खालको अवस्थामा छौँ, त्यो चाहिँ हामीलाई ग्राउन्डको समस्या, हाम्रो चाहिँ हलको समस्या, अथवा चाहिँ विभिन्न ल्याबको लागि कोठाको समस्या हामीले पनि भोगिरहेका छौँ, भौतिक संरचना हामीले पनि भोगिरहेका छौँ। यद्यपि आएका विद्यार्थीहरूलाई सकेसम्म नफर्काउने हाम्रो नीति अन्तर्गत त्यसरी चाहिँ विद्यार्थीले भर्ना लिइरहेका छौँ। जस्तो तपाईँहरू नेतृत्वमा बसेर काम गरिरहँदाखेरि, जस्तो बुद्धि कुमार घोषहरूले आदर्श माविको भएर काम गरिरहँदाखेरि तपाईँसँग माथि र तलको दुईपट्टिको जुन ब्रिजिङ गर्नुपर्ने एउटा दायित्व छ नि, तल चाहिँ विद्यार्थी, स्टाफ, अभिभावकहरूसँग जोडिनु पर्यो, माथि नीति नियमका नेतृत्व गर्नेहरूसँग जोडिनु पर्यो, होइन? यो दुईपट्टिको तपाईँलाई प्रेसर हुन्छ कि हुँदैन कहिलेकाहीँ? त्यस्तो भनेको चाहिँ प्रेसर अब कसरी हामीले भनेको सकारात्मक प्रेसर, सकारात्मक प्रेसर त्यस्तो खालको चाहिँ दबावको रूपमा हामीले महसुस गरेका छैनौँ। मैले म्यानेज गरिरहेको छु। माथिबाट चाहिँ केही दबाव हुन्छ? त्यस्तो खालको दबावहरू त्यस्तो खालको केही छैन। जस्तो चाहिँ हामीले नियमसङ्गत ढङ्गले हामीले चाहिँ आफ्नो चाहिँ पद्धति इम्प्लिमेन्ट गर्ने हो, शिक्षा क्षेत्रमा लागू गर्ने हो।
शिक्षक विद्यार्थी अथवा अभिभावकहरूसँग एउटा चाहिँ नियमित हामीले भेटघाट गर्ने अथवा चाहिँ जो सहज अवस्थामा भेटघाट गर्ने, नियमित रूपमा अभिभावकको भेला गर्ने, उहाँहरूको फिडब्याकहरू लिने, विद्यार्थीहरूको फिडब्याक लिने, यो हामीले काम गर्दै गर्दै आएको। अनि माथिल्लो पनि हामी त्यही अनुसारको चाहिँ हामी इनपुट पनि दिइरहेको, आउटपुट पनि दिइरहेको भएको कारणले गर्दाखेरि त्यस्तो खालको चाहिँ हामीले थ्याक्नै नसक्ने खालको दबावहरू, प्रेसरहरू यस्तै गर्नुपर्छ भने त्यस्तो खालको हामीले महसुस गर्नु परेको अवस्था छैन। सङ्घीय सरकारको दृष्टिकोण चाहिँ कस्तो छ? जस्तो स्थानीय तहमा चलेका विद्यालयहरूप्रति, खास गरी सामुदायिक विद्यालय, सरकारी विद्यालयमा जहाँ तपाईँहरूले काम गरिराख्नु भएको छ, सङ्घीय सरकारको दृष्टिकोण चाहिँ कस्तो छ? यसलाई स्तर उन्नति गर्नका निम्ति अथवा नयाँ तरिकाले अगाडि बढाउनका निम्ति या पुरानै संरचनामा ठिकै छ, चलिरहेको छ भन्ने प्रकारको छ कि कस्तो छ? यो चाहिँ अब सङ्घीय सरकार हुनाले जस्तो चाहिँ अहिले प्रदेश सरकारले पछिल्लो समयमा एउटा चाहिँ विद्यालय नर्सको कार्यक्रम पनि ल्यायो, त्यो हामीले पनि प्राप्त गऱ्यौँ। गत वर्ष नै हामीले प्राप्त गऱ्यौँ। यो पनि एउटा सङ्घीय सरकार अन्तर्गत प्रदेश सरकारले जुन खालको विद्यालय नर्सको व्यवस्था गर्यो, त्यसमा चाहिँ एउटा कोटा आएको थियो गत वर्ष। त्यो एउटा कोटा आएको प्रदेश सरकारले एकजना मधुपुर थिमी नगरपालिकाको एकजना त्यो पठाएकोमा पनि एउटा शिक्षा नगरपालिकाको शिक्षा शाखामा आयो, नगरपालिकामा आयो। नगरपालिकाको शिक्षा शाखाले कुन चाहिँलाई त्यो पाल्नु पर्ला त भनेर चाहिँ उसले एउटा आफ्नै तरिकाले आफ्नै ढङ्गले चाहिँ एसेसमेन्ट गर्यो। यो 3 वर्षदेखिको स्कुलको प्रगति विवरणहरू हेरेर यसैमा प्रडक्सनहरू, विद्यार्थीको सङ्ख्या अनि भौतिक संरचना मापदण्ड सबै कुरालाई एउटा चाहिँ मापदण्डको आधारमा उहाँले तय गरेको क्राइटेरियाको आधारमा हाम्रो विद्यालय छनौटमा परिस्थिति हामीले विद्यालय नर्स कार्यक्रम प्राप्त गऱ्यौँ। एउटा नयाँ कार्यक्रम हामीले एउटा चाहिँ विद्यालय नर्स आइसकेपछि नयाँ ढङ्गले हामीले चाहिँ विद्यार्थीहरूलाई काउन्सिलिङ गर्नेदेखि लिएर एउटा चाहिँ जङ्क फुड हटाउनेदेखि लिएर हामीले स्वास्थ्य शिक्षामा नयाँ ढङ्गले कार्यक्रम अगाडि बढाउनु पायौँ। यो पनि सरकारको हामीले प्राप्त व्यवहारमा लागू भयो। अहिले चाहिँ अब जुन एउटा चाहिँ परीक्षा सञ्चालन भइरहेछ राष्ट्रिय परीक्षा बोर्डको, हामीले यो एउटा राम्रो खालको नर्सको नेतृत्वमा हेल्थ डेस्क स्थापना गरेर एउटा चाहिँ राम्रोसँग कोभिडसँग जुझ्ने गरी प्रोग्राम सञ्चालन गर्न पाइरहेका छौँ। अनलाइन शिक्षामा उहाँले हेल्थको सम्बन्धित प्रोग्रामहरू क्लासहरू चलाइराख्नु भएको छ। प्रत्येक हप्ता एउटा क्लास उहाँले हेल्थ सम्बन्धी 6, 7, 8, 9, 10सम्म प्रत्येक क्लासमा कहिले चाहिँ मनोपरामर्श सम्बन्धी काउन्सिलिङ सम्बन्धी क्लास लिनुहुन्छ, कहिले चाहिँ मेन्टल हेल्थ सम्बन्धी पनि लिनुहुन्छ, कहिले चाहिँ स्वास्थ्यसँग सम्बन्धित, कहिले चाहिँ दीर्घरोग सम्बन्धी क्लास लिनु, त्यो खालको कार्यक्रम भइरहेको छ। यो सङ्घीयताको व्यावहारिक स्वाद चाख्न पाएको चाहिँ तपाईँहरूले प्राप्त गरिरहेका छौँ। यो चाहिँ हामीले प्राप्त गरेका छौँ। त्यसै गरी चाहिँ हामीले यो चाहिँ नगरपालिका मार्फत पुरानो भवन संरचना निर्माणका लागि बजेट प्राप्त गरेका छौँ। निर्माणको क्रममा रहेको छ। एउटा पुरानो जीर्ण भएको अवस्थाको जुन अफिस भवन छ, तलेजु परिसर छ, त्यहाँको भवन निर्माण गर्नलाई बजेट हालेको छ। नयाँ भवन बन्दैछ। नयाँ भवन भनेको नयाँ भवन बन्दैछ। त्यो पुरानो पुरै भड्काएर नयाँ भवन नै एक तला आइसकेको छ। दोस्रो तला बनाउने यसपालि पनि बजेट हामीले प्रयोग गर्न बाँकी नै छ नगरपालिकाकै बजेटमा। अब डिएलपिआईको बजेट, पुनर्निर्माण प्राधिकरणको बजेट हामीलाई 2 वर्ष अगाडि प्राप्त भएको थियो। त्यसको हामीले उपयोग गर्न सकेनौँ। त्यसले चाहिँ ढलान गर्नुपर्ने, डन्डी सिमेन्ट प्रयोग गर्नुपर्ने भन्ने कुरा रह्यो। हाम्रो चाहिँ सम्पदा हाम्रो दरबार लायकको दरबार भएको कारणले गर्दाखेरि त्यहाँ सम्पदा क्षेत्र भएकोले एउटा नगरपालिका र पुरातत्व विभागले यो चाहिँ तपाईँले पुरानै संरचना अनुसार बनाउनुहोस् भन्नेकोले त्यो हामीले डिएलपिआईको बजेट युज गर्न पाएनौँ। त्यो फिर्ता गइसकेपछि नगरपालिकाले त्यो 75 लाखको बजेट हाम्रो फिर्ता गरेको 75 लाखको बजेट। त्यसलाई अरू कुनै शीर्षकमा खर्च गर्न पाइन्न थियो? पाइएन। त्यो किनभने भवनकै लागि खर्च गर्नुपर्ने र भवन पनि बनाउन पाइन्थ्यो होला नि, जग्गा भएको भए त्यो पाइन्थ्यो। अब हामीसँग अर्को जग्गा पाएन। उहाँले भन्नुभएको थियो तपाईँको जग्गा कहीँ छ भने देखाउनुहोस्, त्यहाँ एप्लाई गरे पनि हुन्छ भन्नुभएको थियो र हामी त्यो पनि जग्गा सो गर्न सकेनौँ। यो पनि एउटा दुःखको कुरा रह्यो। र हामीसँग नगरपालिकाको समन्वय गर्दाखेरि नगरपालिकाको टिमले नै के भन्यो, हामीले चाहिँ के आश्वासन प्राप्त गऱ्यौँ भने यो फिर्ता गए पनि केही छैन, हामी हालिदिन्छौँ भन्ने चाहिँ नगरपालिकाले आश्वासन पाइसकेपछि उहाँले राख्नु पनि भयो बजेट। पछि प्रदेश सरकारबाट पनि बजेट प्राप्त गऱ्यौँ। दुईटैबाट हामीले एक तला जस्तो निजी विद्यालय भएको भए त्यो बजेट सायद फिर्ता हुँदैन थियो होला। तपाईँहरूले एकल निर्णय गर्न पनि मिल्दैन, सबै पक्षलाई समन्वय गर्नु पर्यो। विधि विधानले बाँधेको कुरामा बाँधिनु पनि पर्यो। हामी समाजसँग मिलेर पनि जानु पर्यो। समाजको विचार विमर्श त्यहाँ हामी छलफल गऱ्यौँ। पटक हामी भेला डाक्यौँ। समाजका गण्यमान्य व्यक्तित्वहरू, समुदायका पक्षहरूसँग त्यहाँ हामी भेला गऱ्यौँ। हाम्रो गुठी छ त्यहाँ चाहिँ एउटा हामी त गुठीमा एउटा चाहिँ तलेजु चो भने त्यहाँ गुठी छ। त्यो गुठीका मान्छेहरूसँग गण्यमान्य व्यक्तित्वहरूसँग हामी छलफल गऱ्यौँ। त्यो सबैको निष्कर्ष ल फिर्ता पठाउँ, नगरपालिकाको बजेट उपयोग गरौँ भन्ने सन्दर्भ भइसकेपछि गत वर्ष नै हामी त्यो नगरपालिकाको बजेट 75 सालमा भवन बढ्यो, 23 सालमा हामीले
सुरु गरेर त्यो चाहिँ दुईटा बजेटले एक तलाको चाहिँ कहिले पुरा हुन्छ छौँ। यो चाहिँ 75 को फागुनमा भइरहेको त्यहाँदेखि 75-76 को बजेट भनौँ न काम अहिले हुँदैछ। अब यसपालिको यसपालिलाई पनि बजेट हालेको छ, गत वर्ष पनि बजेट हालेको, त्यो उपयोग गर्न सकेन। त्यो चाहिँ हामी त्यसको बजेट आउने क्रममा चाहिँ हुँदाखेरि के भयो त भन्दाखेरि लकडाउन सुरु भयो, गत वर्षको बजेट हामीले उपयोग गर्न पाएनौँ। हामीले 75, 76, 77 को बजेट उपयोग गर्न सकेन। अब यसपालि 77, 78 को बजेट हालेको छ, 90 लाख बजेट छुटिएको छ नगरपालिकाबाट, त्यो हामी उपयोग गर्ने क्रममा छ। दुई पटक त दुर्भाग्य भइ नै हाल्यो, उताको फिर्ता भयो, गत वर्ष उपयोग गर्न पाएन। 75-76 को उपयोग गऱ्यौँ, एक तला आयो, अनि अहिले स्थिति छ। यो विद्यालय भनेको चाहिँ एउटा मेरिट निर्माण गर्ने थलो पनि हो, भनेको अब्बललाई अब्बल नै देखाउने, प्रमाणित गर्ने, सर्टिफाई गर्ने ठाउँ पनि हो। जस्तो विद्यालय सफल हुनका लागि अभिभावकको पनि त्यतिकै भूमिका हुन्छ, विद्यार्थीको त्यतिकै भूमिका हुन्छ, शिक्षक शिक्षिकाहरूको कर्मचारीको त्यतिकै भूमिका हुन्छ, समाजको समुदायको पनि त्यतिकै भूमिका छ, शुभचिन्तकहरूको भनौँ। यो विभिन्न पक्षमध्ये यो विद्यालयमा सफलता जुन जुन क्षेत्रमा जुन जुन काममा प्राप्त भएको छ नि, त्यसमा एक नम्बरको सहयोगी चाहिँ कुन क्षेत्र छ? अब सबभन्दा बढी तपाईँलाई मद्दत गरेको यो विद्यालयको सफलता अथवा विद्यालय अझ अगाडि बढ्ने भनेकै टिम स्पिरिटमा हो। टिमको एउटा चाहिँ सबल एउटा चाहिँ टिमवर्क भनेको टिचर स्टाफहरूको टिमले हामी अगाडि बढेका छौँ। सबै टिमलाई सँगै राखेर विद्यालयको एक नम्बरको सफलता हामी टिमवर्कमा छौँ। सबै शिक्षकहरू हामी कहाँ चाहिँ अब 40 जना शिक्षकहरू दिउँसोका मात्र हुन्छौँ हामी, अनि चाहिँ अब 11-12 हामी बिहान चलाउँछौँ। त्यो बिहानका टिचर मात्रै हामी चाहिँ 10 जना अर्को एक्स्ट्रा हुनुहुन्छ। त्यो सबै टिचरको एउटा योगदान भनेको जम्मा 50 जना हुनुहुन्छ। 50 जनाको त्यो 50 जना भित्र चाहिँ एकता राम्रो छ, एकदम एकता। पार्टीगत प्रभाव छैन, त्यस्तो खालको चाहिँ हामी पार्टीगत वैचारिक प्रभाव छैन हैन, पार्टीगत वैचारिक आफ्नो आफ्नो सबैको होला। त्यो हामी चाहिँ त्यो खोटल्दैनौँ पनि। हामी शिक्षा क्षेत्रमा आइसकेपछि, शैक्षिक क्षेत्रमा आइसकेपछि त्यो कुरालाई हामी सोच्दैनौँ। भनेको पार्टीगत विचारको कारणले त्यस्तो व्यवहारमा त्यस्तो खालको व्यवहार समस्या अहिले छैन। त्यो एक ढिका भयो त विद्यालय समस्यामा परिहाल्छ। त्यो एउटा एक ढिका पनि भयो। अर्को स्थानीय समुदायको हामीलाई एउटा चाहिँ साथ माया र हाम्रा पूर्व विद्यार्थीहरूको साथ सहयोग र माया। हाम्रा पूर्व विद्यार्थीहरू जो त्यहाँबाट मैले अघि नाम लिएँ नि, विभिन्न ब्याचका साथीहरूबाट, विभिन्न ब्याचका विद्यार्थीहरूबाट विभिन्न ढङ्गले विभिन्न कालखण्डमा विभिन्न ढङ्गले सहयोगहरू गर्दै आउनुभएको छ। राष्ट्रिय स्तरमा नेतृत्व गर्न पुग्नुभएका त्यस्ता व्यक्तित्वहरू कोही हुनुहुन्छ स्मरण गर्न सकिने? त्यस्तो विद्यालयबाट गएकाहरू पहिला चाहिँ अब मन्त्री भइसकेको रविन्द्र श्रेष्ठ हामी नाम लिन सक्छौँ। प्रभाकर त्यो उहाँ मन्त्री भइसकेको अवस्था हो होइन पहिला। अनि अब हाम्रा विद्यार्थी मैले नै पढाएको एउटा इन्टरनेसनल रिनोन एउटा ब्लाइन्ड एउटा हामी चाहिँ एउटा भिजुअली इम्प्यायर्ड भनेर पनि दृष्टिविहीन विद्यार्थी भनेर भन्छौँ। यो चाहिँ कमल लामिछाने नाम सुन्नुभएको होला। हाम्रो 53 सालको एसएलसीको ब्याच हुनुहुन्छ। यसरी चाहिँ व्यक्तित्वहरू। अनि न्यायाधीशबाट रिटायर भएको व्यक्तित्व हुनुहुन्छ। न्यायाधीश सर्वोच्च राजनीतिक न्यायाधीश भएर पनि रिटायर भएको व्यक्तित्व हामी कहाँ हुनुहुन्छ। वरिष्ठ वकिलहरू हुनुहुन्छ। यसरी चाहिँ विभिन्न समाजका विभिन्न क्षेत्रमा डक्टर, इन्जिनियर र अल्याग सङ्ख्यामा हुनुहुन्छ। एउटा चाहिँ डिन भएकाहरू हुनुहुन्छ। हाम्रो चाहिँ त्रिभुवन विश्वविद्यालयको शिक्षा क्षेत्रको डिन भएर प्रकाशमान हानिन्छ भने चाहिँ उहाँ हाम्रै विद्यार्थी हुनुहुन्छ पहिलाको। तपाईँ यो क्षेत्रमा लाग्नु भएको कति वर्ष भयो? म अब शिक्षा क्षेत्रमा लागेको त 32 वर्ष, 45 सालदेखि मैले पढाउन थालेँ। 32 वर्ष तपाईँले शिक्षा क्षेत्रमा काम गर्दा मैले यहाँलाई के सोध्न खोजेँ भने, जस्तो तपाईँ 32 वर्षको अवधिमा धेरै काम गर्न चाहनुहुन्थ्यो, सम्भव भए जति त गर्नुभयो। कतिपय कुराहरू थाँती रहे, त्यो समयले परिस्थितिले, कहिलेकाहीँ आफ्नै सिमानाहरू होलान्, कहिले कानुनको सिमाना होला, कहिले समाजको अरू कारणले होला, कहिलेकाहीँ त प्राकृतिक विपत्ति आइदिन्छ, भूकम्प आउँछ, कहिले के हुन्छ, यस्तै कोरोना आइदिन्छ। तथापि तपाईँले गर्न बाँकी चाहिँ विद्यालयका निम्ति के काम छ जसमा नयाँ पुस्ताले योगदान गर्न सकोस्? यो त धेरै काम बाँकी छ, अझै हामीले गर्नुपर्ने धेरै कामहरू बाँकी छ। जस्तो तपाईँले तत्कालै गर्न चाहेको विद्यालयका लागि के कुरा छ? हामीले गर्न चाहेको कुरा के हो त भन्दाखेरि अहिले पनि यो चाहिँ हाम्रो विद्यालय त एकदम पहिलादेखि नै ख्यातिप्राप्त विद्यालय, पहिलादेखि नै स्टाटस एउटा चाहिँ वेल नोन एउटा स्थापित विद्यालय। यो चाहिँ पहिलादेखि एउटा भक्तपुर जिल्लाको चाहिँ गनेको विद्यालयभित्र पर्छ र एकदमै स्थापित हुँदै आएको विद्यालय, खालको इतिहास बोकेको विद्यालय, ऐतिहासिक महत्त्व बोकेको विद्यालय। र अब पछिल्लो समयमा अघि तपाईँले जुन भन्नुभयो, म 52 सालमा अब यहाँ मेरो त्यो विद्यालयमा मात्र चाहिँ 25औं वर्ष यो वर्ष, अनि म 52 सालमा त्यहाँ पसेको
25औं वर्षमा म रनिङमा छु। चैत्र आइसकेपछि मेरो 25 वर्ष पुरा हुन्छ। यो वर्षको चैत पाइसकेपछि म चैत्र 8 गते त्यहाँ बसेको। यो अवधिमा 52 सालमा म त्यहाँ जाँदाखेरि 1800 विद्यार्थी थियो। मेरो स्कुलको हिस्ट्रीको कुरा गर्दा तपाईँले 1100लाई धेरै ठुलो अहिले भनिराख्नु भएको छ। 1800 विद्यार्थी थियो। बिस्तारै के भयो त भन्दाखेरि स्कुलहरू धेरै हुँदै आए। टोल पिजीमा स्कुल खुल्दै भनेको निजी विद्यालयहरू थप्दै गए टोलमा। अनि एउटा अभिभावकहरू क्रिया शक्ति एउटा चाहिँ शिक्षा क्षेत्रमा लगानी गर्नुपर्छ। आफ्ना छोराछोरीलाई अघि बढेर चाहिँ एउटा चाहिँ स्तरीय गुणात्मक शिक्षा दिनुपर्छ, अङ्ग्रेजी माध्यममा शिक्षा दिनुपर्छ भन्ने जुन खालको अवधारणा विकास भयो। पढाएपछि अङ्ग्रेजी सिकेपछि विश्व बजारमा बिक्छ भन्ने खालको भ्रम छ नि। त्यो पनि होला, कतिपय विद्यार्थी बाहिर पनि होलान् होइन, अलि विदेशमा पनि होलान्, त्यहाँबाट प्रडर भएका त्यो खालको कुराले गर्दाखेरि बिस्तारै हामी लोकल विद्यार्थीहरू घट्दै जाने स्थिति पनि बन्यो। हामी त्यो एउटा अघि भने सरकारी विद्यालयको चाहिँ निजी विद्यालयतर्फ शिफ्ट हुने क्रम बढ्यो। एउटा चाहिँ क्रिया शक्तिले, एउटा चाहिँ चेतना स्तरले, स्तरीय चाहिन्छ, गुणात्मक शिक्षा चाहिन्छ भने चेतना स्तरले, अनि क्रिया शक्तिको क्षमता अभिवृद्धिले र साथसाथै धेरैवटा विद्यालय खुलेको कारणले। अनि अर्कोतर्फ जनसङ्ख्या वृद्धिमा आएको ह्रास त्यो पनि एउटा पाटो होला। सन्तान जन्माउने क्रममा दरमा कमी त्यो पनि एउटा पाटो होला। विश्लेषण गर्दा धेरै कुराहरू होलान्। त्यो भइसकेपछि हामी कहाँ पछिल्लो समयमा चाहिँ बाहिरका विद्यार्थीहरू, लोकलभन्दा बाहिरका विद्यार्थीहरू नै बढी मात्रामा आउने क्रम रह्यो होइन। अहिले पनि हामी कहाँ चाहिँ मैले गत वर्ष 37वटा जिल्लाका विद्यार्थीहरू हामी कहाँ पढ्छन्। उता पूर्व खोटाङ पूर्व चाहिँ इलामदेखि लिएर चाहिँ कञ्चनपुर कैलालीसम्मका विद्यार्थीहरू हामी कहाँ पढ्छन्, 11-12मा पढ्छन्, विभिन्न क्लासमा पढ्छन्। यो खालको स्थिति हामी कहाँ छ। यसले हाम्रो क्याचमेन्ट एरिया भनेको देशभर फैलिएको अवस्था हामी भन्न सक्छौँ। अब यो स्थितिमा हामी अझै पनि के भन्न चाहन्छौँ भने हामी लोकल विद्यार्थीले अझै पनि हामी आकर्षित गर्न चाहन्छौँ, स्थानीय विद्यार्थीले अझै पनि हामी आकर्षित गर्न चाहन्छौँ। यसका लागि हामी के गर्ने त भन्दाखेरि हामी सुधार गरेका छौँ। एउटा पक्ष के हो त भन्दाखेरि हामी अङ्ग्रेजी माध्यममा पनि पठन पाठन गर्ने भनेर 74 सालमा एसी यो चाहिँ 8 कक्षामा सुरु गरेको एउटा सेक्सन इङ्ग्लिस, एउटा सेक्सन नेपाली, जुन 76 सालमा एसएलसी दिनेवाला थिए। अब बाई चान्स हामीले चाहिँ 76 सालको एसएलसी के भयो हामीले थाहा भयो होइन। 75 सालको एसीमा हामी चाहिँ अब्बल नतिजा ल्यायौँ। A+ सहित हामी चाहिँ 2जना A+ सहित रिजल्ट निकाल्यौँ। 75 सालको एसीमा 60% विद्यार्थी हामीले पास गऱ्यौँ। 2जना A+, 8जना A, 32जना B+ गरेर हामी चाहिँ सबै विद्यार्थीलाई पास गर्न सफल भयौँ 75 सालको रिजल्टमा। त्यो 75 सालको रिजल्टमा पहिलो हुने जुन हाम्रो टप विद्यार्थी थियो त्यो मणिपुर टप भइदियो। त्यो चाङडार र सूर्यविद्यालय नगरपालिका समेत टप भइदियो सामुदायिकतर्फ विद्यालयहरूमा। त्यो खालको हामीले चाहिँ अब्बल नतिजा निकाल्यौँ। र 76 सालमा हाम्रो चाहिँ 10 देखि 15 जनासम्म A+ आउँछ भन्ने टार्गेट हामीले गरेका थियौँ। त्यो टार्गेट गरेर त्यो एसी चाहिँ कोभिडले गर्दा अर्कै तरिकाले एसी भयो, त्यो हामीले रिजल्ट सो गर्न पाएनौँ। भन्नुको अर्थ मैले यहाँ यो व्याख्या के गरेको भने हाम्रो स्कुलले केही परिवर्तन गर्न चाहेको छ, हाम्रो स्कुलले केही नयाँपन दिन चाहेको छ। यसका लागि हामीले 1 देखि 5 सम्म त विगत 4-5 वर्षदेखि नै हामीले इङ्ग्लिस माध्यममा पढाइरहेका छौँ। इङ्ग्लिसको जनशिक्षाको कोर्स चाहिँ हामी पढाइरहेका छौँ। हामी विगत 2 वर्षदेखि अब 74 सालदेखि भनौँ न यो 3 वर्षदेखि एउटा सेक्सन इङ्ग्लिस मिडियम, एउटा सेक्सन नेपालीमा 6 देखि 10 सम्म त्यो खालको स्थिति हामी अब अहिले लन्च गरिरहेको अवस्था हो। अहिले अनलाइन क्लास पनि हामी त्यसरी नै चलाइरहेको अवस्था भनेको अङ्ग्रेजी माध्यमको कारणले पनि विद्यार्थीहरू आकर्षित हुनुहुन्छ। लोकल स्थानीय विद्यार्थी पनि आकर्षित हुने क्रम बढ्दो छ भनेको यो पक्षमा हामी ध्यान दिइरहेका छौँ। र यो तरिकाबाट हामी हिजो अघि भने नि हाम्रो विद्यालयले हिजोदेखि एउटा नेतृत्व गर्दै आयो, समाजको शिक्षा क्षेत्रको नेतृत्व गर्दै आयो। अहिले त्यो समाजलाई नेतृत्व गर्ने हाम्रा पूर्व विद्यार्थी हुनुहुन्छ र हाम्रो विद्यालय र भोलिको समाजले पनि नेतृत्व गर्ने नेतृत्वको विरासतलाई स्थापित गर्न चाहन्छ, निरन्तरता दिन चाहन्छ। हामीले यो भनेका छौँ। त्यसैले गत 76 सालमा हामीले शैक्षिक वर्ष लन्च गर्दाखेरि एउटा नारा पनि अगाडि सार्यौँ, एउटा थेम अगाडि सार्यौँ, विचार अगाडि सार्यौँ, वी डिजर्भ टु चेन्ज, वी डिजर्भ टु लिड भनेर। यसैको सेरोफानीमा हामी परिवर्तन गरिरहेका छौँ। यो मानिमा हामी धेरै काम गर्न बाँकी छ। यहाँहरूको विद्यालयमा खास गरी आदर्श माध्यमिक विद्यालय परिवारको शैक्षिक खबरहरू चाहिँ सञ्चार माध्यमले कतिको कभर गरेको छ? स्थानीय राष्ट्रिय कुनै पनि मूलतः तहको सञ्चार माध्यम, स्थानीय सञ्चार माध्यमहरूले नै हो। विभिन्न एफएमहरू स्थानीय लोकल ढङ्गमा भक्तपुरमा सञ्चालित भएका टिभी मार्फत कभरेज गरेर गएको छ। राष्ट्रिय रूपमा चाहिँ एडागडा मात्रै के विषयहरू चाहिँ बाहिर आइराखेका छन् अहिले? मूलतः हामीले यो गरेका चेन्जहरू जस्तो हामीले चाहिँ बुलेटिन प्रकाशित गरेका त्यो कुरा चाहिँ व्यापक रूपमा आउँछन्। हामीले गरेका चाहिँ यो स्कुल पुनर्निर्माणका कार्यक्रमहरू र हाम्रो स्कुल त्यसमा तपाईँहरू आफै जागरुक हुनुहुन्छ, सञ्चारकर्मीको रुचिले? हामी आफै पनि जागरुक छौँ। जस्तो चाहिँ मैले नै जो हामी चाहिँ एउटा टिम छ
सञ्चार टिम छ त्यो चाहिँ एउटा टिचर सञ्चार समूह नै बनाउनु सञ्चार भएको छ। समूह बनाएर अब कति 4-5 जना त पत्रिका पनि आबद्ध हुनुभएका शिक्षक मित्रहरू पनि हुनुहुन्छ विभिन्न बङ्गाली पत्रिकामा आबद्ध हुनुभएका शिक्षक मित्रहरू हुनुहुन्छ अनि मास कम्युनिकेसन पढाउने हाम्रो टिचरहरू हुनुहुन्छ उहाँहरू मार्फत पनि विभिन्न सञ्चार जगतसँग हामी फ्यामिलियर नै छौँ र मैले पनि एउटा चाहिँ फेसबुक पेज स्कुलको फेसबुक पेज छ त्यसमा पनि अपलोड गर्छु विभिन्न खालका घटनाक्रमहरू ताजा घटनाक्रमहरू स्कुलमा के भइरहेछ एक्टिभिटिजहरू त्यो हामी अपलोड गर्छौँ त्यसले पनि एउटा सञ्चार जगतमा गइरहेछ त्यो कुरालाई चाहिँ विभिन्न स्थानीय पत्र पत्रिकाले क्याचअप गर्ने त्यसलाई चाहिँ अझ फ्लोरिस गर्ने काम भइराखेको छ भनेको विद्यालयको अधिकांश सूचनाहरू चाहिँ जो सम्प्रेषण भइरहेको गुमनाम चाहिँ भएको छ विद्यालय एकदम कतिपयको राम्रो कामहरू पनि सम्प्रेषण भइराखेको हुँदैन खास गरी सञ्चार माध्यमले सकारात्मक कुराहरूलाई जोड दिन सकेन भनेर पनि आलोचना छ यद्यपि हामी सञ्चार माध्यममै छौँ हामीले यो कुरा भन्न अप्ठ्यारो मान्नुपर्ने केही पनि छैन नेपालमा पत्रकारिता मात्रै भएको छैन पत्रकारिता पनि भएको छ नकारात्मक कुराहरूलाई उचाल्ने पनि एउटा पक्ष छ यद्यपि नेपालमा फेरि खोज पत्रकारिता नभएको भन्ने पनि होइन ठुला ठुला परिवर्तनका सुरुवात पत्रकारिताबाटै भएको यसले तथ्यहरू बाहिर ल्याएर पनि घटनाहरू चाहिँ विकसित भएको अगाडि बढेका थुप्रै घटनाहरू पनि छन् दृष्टान्तहरू पनि छन् तर नेपालको सञ्चार माध्यमले शिक्षा क्षेत्रको कुन कुन पक्षलाई चाहिँ यति बेला समेट्न सकेको छैन भन्ने लाग्छ तपाईँलाई अब शिक्षा क्षेत्रका यिनै कुराहरू मैले अघि भनेकै कुराहरू जस्तो चाहिँ अझै पनि अलिकति सञ्चार माध्यमले सँगै शिक्षा ऐन ल्याउने कुरामा जसरी हामी कराइरहेका छौँ शिक्षा क्षेत्रमा लागेर सञ्चार माध्यमले यसलाई पनि अलिक उजागर गरोस् यो कुरा चाहिँ सञ्चार माध्यमले यदागदा कहीँ कहीँ लेखेको पाइन्छ अझ अलिकति आम रूपमा आएको छैन मुखरी ढङ्गले किनभने शिक्षालाई अब यसले गर्दा के भयो भने राजनीतिक रूपमा विभिन्न खालका चाहिँ राजनीतिक रूपमा सङ्क्रमण सक्यो भने शिक्षा आफैमा सङ्क्रमण जस्तो देखियो कि पुरानो चाहिँ ऐनमा हामी चलिराख्नु परिरहेको छ भने यो आफैमा एउटा दुर्भाग्यको कुरा हो यो ऐन बनाउन त कोरोनाले छेक्ने कुरा पनि छेक्ने कुरा भएन सक्नुभएन यो चाहिँ अब 4वटा त बिरेकै अब अध्यादेश आएकै छ चलिराखेकै छ शिक्षामा पनि यसरी दृष्टिकोणै गलत भयो भन्ने अब गलत त्यसरी नजानु हामी चाहिँ तयार गर्दै होला हामीले गलतलाई त गलतै भन्नु पर्यो नि 1 वर्षमा गर्ने काम 3 वर्ष हुँदैन भनेपछि त्यसलाई पनि हामीले ठिक भनिरहन त जरुरी भएन नि त्यही त यसमा चाहिँ कमी भयो शब्द जे प्रयोग गरे पनि हामीसँग आएन त्यो त भएन हो हामी चाहिँ ध्यान निकृष्ट हो हामीले चाहिँ हाम्रो तहबाट मैले मेरो तहबाट भनेकोले त्यसमा ध्यान जाओस् भनेको सञ्चार माध्यमले यो शिक्षा ऐन चाहिँ चाँडो ल्याउनका लागि भूमिका खेल्नुपर्छ समाचारहरू सम्प्रेषण गर्नुपर्छ एकअर्को मोरल प्रेसर दिनुपर्छ भन्ने पक्ष एउटा पक्ष त्यो भयो अर्को पक्ष सामुदायिक शिक्षामा भएका राम्रा कुराहरूलाई पनि बाहिर ल्याउनु पर्यो यो कतिपय कुरामा के भने सामुदायिक शिक्षा यस्तो गए गुज्रेको यसमा धेरै लागेको लगानी छ त्यो प्रतिफल दिएन भन्छ त्यो वास्तवमा त्यो कस्ता विद्यार्थी त्यहाँ पढ्छन् कस्ता अभिभावकहरूलाई हामीले चाहिँ कन्भिन्स गर्नुपर्छ कस्ता विद्यार्थीलाई हामीले चाहिँ त्यहाँ समाहित गरेर उनलाई चाहिँ उठान गर्नुपर्छ एउटा विद्यालयको विद्यार्थी जान्छ गाडीमा पुर्याउन जान्छ बाइकमा पुर्याउन जान्छ चट्ट चाहिँ गाडीबाट निस्केर टाटा बाई बाई गर्दै सबै एउटा चाहिँ सुतेर बुटेर सबै चाहिँ खाजादेखि लिएर सबै कुरा उसले सुविधा सम्पन्न हुन्छ अनि हाम्रा विद्यार्थीहरू आउँछन् 10 रुपियाँ खाजा खर्च लिएर आउँछ हामीले जङ्क फुड अभियान हटाउने भनेर यो चलायौँ उसले ल्याउने नि 10 रुपियाँ उसले प्राप्त गर्छ एउटा चाहिँ इटी पकाउँछ एउटा चाहिँ त्यो चटपटे बनाउँदा 10 रुपियाँको अरू के आउँछ आमा बाबु बिहानै काममा हिँडिसकेको हुन्छ हामी सरकारी विद्यालयको हविकट हामी हेरेर हामी भित्री पाटो किन सरकारी विद्यालय पछाडि परिरहेछ यो भित्री पाटोको विश्लेषण यसलाई पनि सञ्चार माध्यमले हेरिदियोस् सञ्चार त्यो शिक्षा क्षेत्रमा हामी छलफल गर्दै समयको किनारामा आइसकेका छौँ कार्यक्रम नेपालीपनमा आगामी श्रृङ्खलाहरूमा छलफल गर्नुपर्ने शिक्षाका खास विषयहरू केही छन् यहाँले व्यक्त गरेको बाहेक अरू कुनै विषयहरू छ त्यस्तो छुटेको यो खास गरी मैले चाहिँ यहाँले जुन समय दिनुभयो मैले चाहिँ समग्रतामा मैले देखेका कुराहरू चाहिँ व्यक्त गरेँ नै जस्तो लाग्छ अझै पनि म चाहिँ भन्न चाहन्छु यो चाहिँ सङ्घीय प्रदेश र चाहिँ स्थानीय तहको जुन खालको समन्वयात्मक चाहिँ भूमिका हुनुपर्ने हो शिक्षा क्षेत्रमा त्यो ऐन बनेपछि त्यो होला भन्ने चाहिँ हामीले आश गरेका छौँ त्यो चाहिँ छिटोभन्दा छिटो जारी होस् र समन्वयात्मक ढङ्गले अगाडि बढ्न सकोस् भन्ने चाहिँ हामी आशा गर्न चाहन्छौँ हस् यहाँले नेपालीपन विमर्शका लागि समय दिनुभयो समय र संवादप्रति अरण्यको टेलिभिजन परिवारको तर्फबाट आभार व्यक्त गर्छौँ बाँकी विषयमा नेपालीपनको अर्को कुनै श्रृङ्खलामा फेरि पनि संवाद गरौँला आज चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद मेरो विचार सम्प्रेषणका लागि मेरो मौका दिनुभयो यहाँ लगायत अरण्यको टेलिभिजन परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आदरणीय दर्शकहरू हामीसँग नेपालीपनको विमर्शमा अतिथिमा हुनुहुन्थ्यो बुद्धि कुमार घो आदर्श माध्यमिक विद्यालयका
प्रिन्सिपल हुनुहुन्छ जो भक्तपुरमा रहेको छ सरकारी माध्यमिक विद्यालय 12 कक्षासम्म पढाइ हुने विद्यालय। यो विद्यालयले सञ्चालन गरेका यति बेलाका शैक्षिक गतिविधिहरू, यसका उपलब्धिहरू, यसका चुनौतीहरूको बारेमा पनि हामीले छोटो विमर्श गऱ्यौँ। खास गरी नेपालमा शिक्षा पद्धतिमा सुधार गर्नका लागि सङ्घीय शिक्षा ऐन यति बेलासम्म जारी हुन सकेको छैन, जसका कारणले गर्दाखेरि शिक्षाको समृद्धिका लागि जुन खालको आधार बनाउनु पर्ने हो सङ्घीयताको कारणसँगै यसमा कठिनाइ उत्पन्न भएको आजका मेरा अतिथिले बताउनु भएको छ। यो विषयमा सम्बन्धित पक्षको बेलैमा ध्यान पुग्न सकोस् हामी यसका लागि जोरदार माग गर्दछौँ। बाँकी विषयमा नेपालीपनको अर्को श्रृङ्खलामा फेरि विशिष्ट अतिथिका साथमा विमर्श लिएर आउनेछौँ। आजका मेरा श्रद्धेय अतिथि बुद्धि कुमार घोका साथमा प्रस्तुता सगोत्री आचार्य विमर्शबाट एकसाथ बिदा चाहन्छौँ। अरनिको टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार। जिन्दगी हाम्रो दर्शन, मानव हाम्रो जाति, पृथ्वी हाम्रो घर। कार्यक्रम नेपालीपनका साथमा रियल टाइम हाजिरी, रियल टाइम अटेन्डेन्स सिस्टम तथा क्लाउड बेस्ड सफ्टवेयर, फेस मेसिन, long range face machine, fingerprint machine with auto push and battery backup. Scientech Nepal Private Limited 014112277 98510 43988